तपाईको नाम नाम चाहिँ के अरे बुवा? कविराज कार्की। कविराज कार्की। कार्की लले छोरो। ललेको छोरो। लले कार्की। लले कार्की। लले कार्की छोरो कविराज। कविराज। पहिला पनि तपाईले यो चाहिँ नि धामी झाँक्रीकै काम गर्नुहुन्थ्यो जस्तो लाग्छ। साउ। ए साउजी। ओ महाजन। यहाँ पहिलाको। अहिले पनि छ। अब चाहिँ जान आफूले ल्याइदिए नत्र भने आफू जान चाहिँ नसक्ने। अब काहीँ कसै घ्याउ गर्ने होइन। त्यही पनि अब मलाई के खाएको खाए दिएको दिए मलाई चित्त बुझ्यो। मलाई चाहिन्थ्यो। म मर्दा तिनले दिएको धन पनि मसँगै जाँदैन। अब मलाई चाहिँ उपरी माथि थुपरी धन भयो। अब अनि छोराछोरीहरू? छोरो ओखलडुङ्गा छ। 5 तले बिल्डिङ बनाएर बसिन्छ। नाति नातिनी 9 जना चाहिँ मेरा बाहिर अर्का राष्ट्रमा मलाई पुग्छ। 9 जना छोराका छोराछोरी र छोराका र छोरी गरेर 9 जना त बाहिर अर्का राष्ट्रमा मलाई गएछन्। अनि बेला बेलामा त उहाँहरू आउनुहुन्छ होला? आउँछन्। अब तपाईँलाई कस्तो लाग्छ त? अब यहाँबाट जस्तै अघि भन्नुभयो पहिला कोदो हुन्थ्यो, अहिले धानै धान छ। हामीलाई पनि बुवा आमाले भनेको अनुसार भात खाने दिनमा खुसी लाग्थ्यो होइन? त्यो दिन थियो। दसैँ आउनु पर्छ। अब शरदले के आउनु, शरदका दिन नि च्याख्ला पकाएर माथिबाट एउटा चोली चामल हाल्ने, च्याख्ला भात खानु पर्छ। तिथि शरद आए पनि अघि नै मैले भन्ने 10-8 मुरी धान भित्र त महाजन साउ हुन्थ्यो। अहिले 15-20 मुरी धान सब कोही भित्राउनु पर्यो। अर्को कुरा अब नानीले भन्यो मलाई यहाँ बाबा बस्नु पर्ने के त भनेर। छोराको घरमा छ, छोरीहरू उता काठमाडौँतिर रङ्गीचङ्गी छन्, अब बुहारीहरू उता छन्। यहाँ म बसेँ चाहिँ केलाई भने जन्मिएको थात बाउको सिरानी योसँग बात मार्न पाएँ। अब म ओखल्न गयो भने त्यो अहिले मेरो 9 लाउँछन् ती मान्छे। त्यहाँका छिमेकी 9 छन्। छोराकाको सबै छन् त, मेरो त 9 भएन। अनि मेल छ, के अरे मेलको सामान पसल छ। अनि त्यहाँ गएर म बस्छु। यसरी बसेपछि ती मेलमा सामान लिन आउने जति छोरासँग बात मार्छन्। अनि उहाँ को नि भने मेरा बुवा भने यति हो, अर्को बोलचाल केही छैन। अब छोरासँग बात हुनुसँग भएको छ नि त उनका। तर भने त्यस कारणले गर्दाखेरि म अस्ति छोराले उहाँबाट गाडी पठाइदियो। यहाँ गाडीमा चढेर ओखल्न गएँ, छोरालाई टिको लाएँ। यहाँ अब छोरी नाति नै यहाँ अब 50-60 जना फौज। अनि टिकाका भोलिपल्ट फेरि गाडीले त्यही ल्याइदियो र अनि यहाँ टिको लाएँ। र अनिखेरि अब उहाँ आज एउटी छोरी उहाँ टिको लाउन गई। बुहारी उताबाट आज त्यहाँ त्यसका माइती त्यो डाँडा परिछन्, त्यहाँ आई बुहारी। म चाहिँ अनि यसो यहाँ तिर्तलतिर पुगेर आऊँ भनेर खाना खाएर यहाँसँग आएको। नानीहरूसँग भाग्य चोकिया भेट्नु हुनु परेर त भगवान्ले दिएको। मैले चाहिँ तपाईँलाई के सोध्न लाएँ भन्दाखेरि अहिले अलिकति जहरे भने मेरो हजुरबुवा मतलब आमाको बुवा, अनि उहाँहरूको कति दाजुभाइहरू थिए? माइलो जेठो भनेको यही हो दुम्सी। माइलो भनेको माइलो नाउँ चाहिँ खै के भन्छ गरी जम्मा ती 4 भाइ थिए के अरे। माइलो जेठोसँग हामीसँग भ्याइचो भयो। कान्छो र अर्को साइलो भन्ने चाहिँ अब घरमा बस्ने, हामी पनि बडो भ्याइचो भएन। अब उहाँको चाहिँ कस्तो भन्दाखेरि सबैभन्दा कान्छो चाहिँ दिल्लीमा हुनुहुन्छ। दिल्लीमा गएर भेटघाट गरेर मैले पत्ता लगाएर गएर बुवालाई लिएर गएर भेटघाट गराएर आएँ। भाइ पनि अस्तिको पालो गएर भेटघाट गरेर आइयो। अनि त्यसपछि ठुला कान्छा माइलो हामी सिमरामै हुनुहुन्छ। माइलो नि छ, अहिले त्यहीँ हुनुहुन्छ। अनि त्यसपछि माइलो होइन, माइलो उहाँ साइलो, यहाँ चाहिँ सिमरामा हुने माइलो। अनि त्यसपछि साइलो। अनि माइलो चाहिँ इन्डियाको दार्जिलिङ छेउछाउमा उहाँ पनि अहिले अन्तिम अवस्थामा हुनुहुन्छ होइन। अनि त्यो पनि पापीको हाँडी
है लाले जस्तै लले जस्तो लले जस्तै पापी गाडी त्यो माइलीलाई मुजी उहाँ ल्याउनु नदिएर मैले मुजी पुरुषलाई गरमामालाई सोध्नु माइलालाई माइली छोरीलाई ल्याउनुलाई ए अँ ए मतलब चाहिँ त्यो साइला हाम्रो सिमराको मामाले हो हो मैले बुझेँ त्यो खराब छ त्यो हो लले भन्दै राख अहिले चाहिँ उहाँलाई गाह्रो भएर अलिकति यताउता हिँडुल गर्न पनि नसक्ने अवस्थामा हुनुहुन्छ त्यो होइन नि त कान्छो हो नि म भन्दा काम दाजुले जहरमान भन्ने चाहिँ के अरे चाहिँ नि हाम्रो चाहिँ नि आमाको बुवा हुनुभयो होइन मेरो आमाको बुवाको नाम जहरे भन्नुभयो कि तपाईँले के भन्नुभयो जहरे जेठो भन्थे के अरे त्यो आमा तिमीहरू कति जन्मिया छन् भने 1 2 3 4 जना तिमीहरूका आमाहरू कतिवटा रहेछन् आमा त एउटै 4 5 भाइ हो रे 5 भाइको एउटै बहिनी हो रे अघि भने मैले अनि 5 भाइ दाजुभाइ चाहिँ माइलो जेठो साइलो कान्छो काइलो होला काइलो एकजना चाहिँ छैन एकजना चाहिँ अब फेलै परेन पहिल्यै मरेको हो ए पहिल्यै मरेको र भने अनि भाग र भोग लेखान्तरको कसैले मेट्दैन किन मेट्दैन भने तिम्रो हजुरबाउ खसिसकेपछि 1-2 वर्षपछि तिमीहरूको त्यो हजुरआमा भन्ने त्यो पानी भन्ने भोटेसँग नि त्यहाँ पानी भन्ने भोटे थियो त्यहाँ कोही नजिकै थियो त्यो पानी भन्ने भोटेसँग 2-4 वर्ष कति अब खाने पनि अब जेठो पनि यत्र आयो यता बसेर यतै गयो र अनिखेरि त्यो पानी पनि मर्यो र अनिखेरि त्यो हजुरआमा पनि त्यतै बिति होली अब होइन हजुरआमा त अब यहाँबाट चाहिँ नि कता कोसँग के भोटे रे पानी भोटे भन्थे पानी भोटे अनि कति वर्षपछि बिते लगभग अब गनेर त बसेन 4-5 वर्ष चाहिँ भयो होला ए अनि त्यसपछि बितिसकेपछि काठमाडौँतिर जानुभएको थियो अरे अनि काठमाडौँबाट अनि हामीसँगै बस्नुभयो अनि बित्न पनि हाम्रै घरमा बित्नुभयो हाम्रै घरमा बित्नुभयो दाँत पहिल्यै नभएका पहिल्यै थिएन दाँत अघि पहिला ज्वर हुँदैखेरि दाँत चाहिँ त्यसका गएका ज्वरेको त दाँत पुरा थिए राम्रा दाँत पुरा थिए बुढाको चाहिँ बुढीको चाहिँ यो पहिल्यै थिएन थोत्री पहिल्यैदेखि नै थिएन पहिल्यै थिएन दाँत थोत्रा थिए र 4-5 वर्ष चाहिँ त्यो पानी भोटेसँग त्यतिखेर उहाँको उमेर कतिको थियो होला त्यहाँ भोटेसँग जाँदाखेरि भने दाँतले चपाउनु पर्ने लगभग 50 त नागिदिने हुने हो नि 60 वर्षको लगभगमा के हुन्छ उसको पनि सुहानी मरी त्यो पानी भन्ने भटेको नि हजुर उसको पनि पोइ मर्यो कुरा बुझ्यौ हजुर हजुर अनि ठट्टबाद यस्तै त्यस्तै गर्दै गर्दै त्यो अरू छोराछोरी सबै उसका नि छोरा थिए 3 भाइ ती छोरा छोडेर त्यो बुढीसँग बेग्लै त्यो खोपीबारी भन्नेमा बसेका थिए अलि तल त्यो डाँडामा अनि त्यो खोपीबारी भन्ने त्यो पानी भटिया सरले मेरो नाउँमा जग्गा नापिदियो जग्गा पास गरिदियो जग्गा पास गरिदिइसकेपछि अनि पानी बुढाले भन्नु के भने अनि मैले भने तिमीहरू बसिजोलो यो मलाई चाहिँदैन खाऊ भन म भन्ने होइन तिमीहरू नाम यहाँ आएको हामी जे गर्छौँ खाऊ जग्गा भनेर भनौँ पानी मलाई तिमीहरू बाँचिजोल यहाँ उठ यो जग्गा छोड भन्दिन तिमीहरूका सेकापछि कि म के एउटा अवधि गर्ल जे गर्ल भनेर भने नभन्दा त्यो पानी बुढो बाँचिजोल म जाँदा पनि गइनँ जब पानी बुढो मरिसकेपछि नापी आयो नापिया चाहिँ मलाई झिकाए आइज भने अनि गइसकेपछि अनि अति जग्गा मुजी नाप्दा कति नाप म 80 रुपियाँ नापेँ माथि खर्क यतातिर ताल्दा खाँची कति नाप्न अनि भइसकेपछि लु अब भयो एउटा खसी खोज्दा यो जग्गासँग तिम्रो नै नापा भने मैले कान्छालाई पानी छोरो कान्छालाई एउटा खसी खोज्देऊ भयो नापा खाऊ
जाँठो यो मलाई नापी चाहिँ गरेको त्यो जग्गा त अहिले रामेछाले खाइरहेको छ नि माथि पानी साइलाको जग्गा त मैले र भनेर अनि खसी दिए कि एउटा 1000 कति पैसा दिएर म फिर्केर आमाले 15,000 कति बेचे जग्गा पछि त्यो उसले भनेको मान्छेले 60,000 ठोकाएको छ 60,000 15,000 यहाँबाट त हजुरहरू पनि जानुभएको छ होला हिँडेरै धेरैचोटि त्यो माथि त्यहाँ अघि देखाएको ठाउँमा चाहिँ लामिचौरमा पुग्नलाई लगभग समय कति लाग्थ्यो हामी त्यहाँ ठ्याक्कै मोरु भरोमा चाहिँ 1 घन्टामा पुग्छौँ 1 घन्टामै बाफ्रे बाफ यहाँबाट माथि पुग्यो त नानी जे धागा जोड्दा त पुगिजान्छ नि दाजुभाइ छैन हाम्रा अनि मोरु त्यही भएर मलाई बुवाले अघि के भन्नुभयो भन्दाखेरि ल त्यहाँ चाहिँ नि मामालाई चाहिँ नि उ गरेर चाहिँ नि एक बिहानको बाटो त हो नि जाऊ तिमीहरू चाहिँ नि उहाँ माथि भन्नुभयो के बुवाले म त अब यो देख्दाखेरि आमामामामामा यत्रो छ होइन हामीलाई त उ त्यो त्यहाँसम्म पुग्नलाई नै त्यो के अरे दिनभरि लाग्छ होला उ त्यो माथि पुग्नलाई नै अनि जान त मन छ नि अब के गर्ने बुवाको जन्मथलो त सबै हेरियो होइन अनि अब त्यो आमाकोमा त्यहीँ कोदोबारी त्यहीँ जन्मिनु भएको रहेछ अनि यो हेर्नु न यो कस्तो राम्रो घर के यो चाहिँ कसको हो त्यत्तिकै छोडेर जानुभयो यो कार्की के हो नानी ए इनका घर काठमाडौँ बने यहाँ अब यी सबै सुँगुरका खोर भए यो घरका नि छैनन् त्यो घरका पनि छैनन् त्यो घरका पनि छैन यी सबै हेटुनाको पुगो त्यसको यी सबै काठमाडौँ छन् दिने पछि फङ्सनको अब हानचुन गर्छन् अब त्यत्तिकै हो अब के गर्नु धान गरौँ भयो क्या लक्षजी अब यसो उकालोमा पसिना आयो अब के गर्नु एकछिन भए पनि होइन काट्नु कोही छ भनौँ कसलाई के भन्नु त्यहाँ धेर छैन आयो आम्दानी यो धान दखिने कान्छ होइन यो खेत कसको खेत सुतेर माइलाको माइलाको हो 62 लाख हो अब गरिबले त 1 करोड 62 लाख पाएदेखि 4-5 परिवार तान्नु भने त्यहाँ आएको डर लाग्यो यसो 10-20 वर्ष त गुजारा हुन्थ्यो नि सर एक मुठी निकाल्नु भए त अलिकति भइहाल्छ नि त्यो नि अब उनीहरूले अब त्यस्तै गरेर कमाएको हो दुःख गरेर अब हामीले पसिना बगाएर उनीहरू डरमा छन् हामी डरमा छैनौँ उनीहरूलाई त मारिहाल्छन् मारिहाल्छन् फेसबुकहरू टिकटक हेर्दाखेरि हामीलाई थाहा भइहाल्छ नि हो नि बिदा लिउँ है हस् ल बिदा लिउँ ल बुवा नमस्कार अब हामीले बिदा लिउँ है त म फेरि आउँछु आएपछि भेटौँला तपाईँसँग कुरा गरेर धेरै राम्रो लाग्यो मलाई ल मामा अहिले लाग्यो ल हस्